ल तिम्रो तलब राख। आज राम्रो काम गर्यौ। हस् हजुर, धेरै धेरै धन्यवाद। बाबै, यत्रो पैसा? साउजी पक्कै झुक्किनु भयो। फिर्ता दिउँ कि परिवारको लागि राखौँ म? प्यारी, आज मैले एउटा कामदारलाई जाँच्न तलबमा बढी पैसा राखिदिएको छु। इमानदार रहेछ भने म उसको जिन्दगी बदलिदिन्छु। तपाईँ कति दयालु हुनुहुन्छ, तर ढुक्क हुनुस्, उसले त्यो पैसा कहिल्यै फर्काउँदैन। म्याडम, मालिकले झुक्किएर बढी पैसा दिनुभयो, यो उहाँलाई दिनु होला। हुन्छ, म दिन्छु, तिमी जाऊ। बाहिर कोसँग कुरा गर्दै थियौ र किन यति आत्तिए कि? कोही घरको ठेगाना सोध्दै थियो। यो सबै पैसा मेरो हो, मेरो श्रीमानले कहिल्यै थाहा पाउने छैनन्। मेरो पैसा खै बुढा, फिर्ता दे, नत्र जिन्दगी भर जेलमा सड्नेछस्। कसम मैले हजुरको श्रीमतीलाई दिएको। विश्वास लाग्दैन भने बाहिरको सीसीटीभी हेर्नुस्। प्याज म्याडम, त्यो भिडियोमा तिमी नहुनु, नत्र चोरेको एक एक पैसाको भारी मूल्य चुकाउनु पर्नेछ।